आज हामी एउटा यस्तो रोचक र एकदमै द्रुत गतिमा अघि बढेको कानुनी टकरावको कुरा गर्दैछौं जसले देशकै ध्यान तानेको छ। एकातिर सरकारको फटाफट कार्यकारी निर्णय छ अनि अर्कोतिर सर्वोच्च अदालतको विभाजित तर गम्भीर आदेश। यो पुरै विषय नेपालका निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने निर्णय र संविधानले दिएका मौलिक हकहरूसँग जोडिएको छ। आउनुहोस् यो अलि जटिल लाग्ने विषयलाई एकदमै सरल पारेर बुझौं। अब यो पुरै घटनाक्रम कसरी अगाडि बढ्छ त? हामी यो विषयलाई मुख्य 5 भागमा हेर्नेछौं। युनियन खारेजीको निर्णय, सर्वोच्चमा दिएको चुनौती, बहुमतको अन्तरिम आदेश, न्यायाधीशहरूको फरक मत र अन्त्यमा अबको कानुनी बाटो। पहिलो कुरा, यो युनियन खारेज गर्ने सरकारको निर्णयबाटै सुरु गरौं। सरकारले अचानक एउटा अध्यादेश ल्याएर निजामती सेवा ऐन संशोधन गर्यो। यो सामान्य संशोधन थिएन नि, यसले त निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको व्यवस्थालाई नै सिधै खारेज गरिदियो। संसद नचलिरहेको बेला आएको यो कदम निकै ठूलो थियो। घटनाक्रम कति छिटो अघि बढ्यो सुन्दा अचम्म लाग्छ। वैशाख 20 गते अध्यादेश आउँछ। जम्मा 2 दिनपछि 22 गते मन्त्रालयले युनियनका कार्यालयहरू बन्द गर्न सार्वजनिक सूचना निकाल्छ। अनि लगत्तै भोलिपल्ट 23 गते त श्रम विभागले ट्रेड युनियनहरू नै खारेज भएको औपचारिक सूचना जारी गर्छ। सोचौं त, जम्मा 3 दिनभित्रै दशकौं पुरानो युनियन संरचनालाई पुरै निस्तेज पारियो। तर यहाँनिर एउटा कुरा के बुझ्न जरुरी छ भने सरकारले युनियनहरूलाई मात्र हटाएन। सामूहिक सौदाबाजी गर्ने युनियनको सट्टा एउटा नयाँ गुनासो सुनुवाई संयन्त्र ल्यायो। यसको अर्थ के हो भने अब युनियन मार्फत होइन, आन्तरिक संयन्त्रबाटै कर्मचारीका गुनासा सुन्ने प्रणाली सरकारले अघि सार्यो। अब कुरा गरौं सर्वोच्च अदालतमा पुगेको चुनौतीको बारेमा। सरकारको कदम जति छिटो थियो नि, कर्मचारीहरूको प्रतिक्रिया पनि त्यति नै आक्रामक रह्यो। सरकारी कार्यालयहरू बन्द हुँदै गर्दा र ब्याङ्क खाताहरू रोका गरिदा निजामती कर्मचारीहरू सिधै न्यायपालिकाको ढोका ढकढक्याउन पुगे। उनीहरूले मुख्यतया संविधानका 2वटा धारालाई आफ्नो बलियो हतियार बनाएका छन्। धारा 17 जसले सङ्घ संस्था खोल्ने स्वतन्त्रता दिन्छ र धारा 34 जसले ट्रेड युनियन खोल्ने र सामूहिक सौदाबाजी गर्ने हक सुनिश्चित गर्छ। उनीहरूको मुख्य तर्क नै यही हो, एउटा कार्यकारी अध्यादेशले संविधानले नै दिएको यो आधारभूत हक यसरी रातारात खोज्न मिल्दैन। सर्वोच्चमा परेको रिट निवेदनको माग एकदमै प्रष्ट थियो। नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहालले राष्ट्रपति कार्यालयलाई नै विपक्षी बनाएर यो रिट हाल्नुभयो। मागहरू के थिए त? अध्यादेशलाई असंवैधानिक घोषणा गरेर बदर गरियोस्, रोक्का गरिएका ब्याङ्क खाताहरू खोलियोस् र कार्यालय चलाउन दियोस्। अनि यो कानुनी लडाईँलाई शम्भु थापा र हरिहर दाहाल जस्ता दिग्गजहरूसहित 22 जना कानुन व्यवसायीहरूले अदालतमा दोहोरो समर्थन गर्नुभएको थियो। र अब हामी प्रवेश गर्छौं बहुमतको अन्तरिम आदेशतर्फ। यो गम्भीर विवाद जब सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुग्यो, त्यहाँ 5 जना न्यायाधीशहरूले यी तर्कहरूलाई गम्भीर रूपमा केलाउनुभयो। यो 3-2 को आँकडाले नै धेरै कुरा बोल्छ नि। इजलास कति विभाजित थियो भन्ने यसैबाट प्रष्ट हुन्छ। यो कुनै सजिलो फैसला पक्कै थिएन। 5 जना शीर्ष न्यायाधीशहरूमध्ये 3 जना एकातिर र 2 जना अर्कोतिर उभिनुभयो। यसले कानुनी व्याख्या कति जटिल रहेछ भन्ने देखाउँछ। त्यसो भए मुख्य कुरा के भयो त? कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयालको बहुमतले एउटा अल्पकालीन अन्तरिम आदेश दियो। उहाँहरूको आदेश थियो अध्यादेश 2083 को दफा 10 लाई तत्काल कार्यान्वयन नगर्नु। यसको सीधा अर्थ हो सर्वोच्चको बहुमतले तत्कालका लागि युनियन खारेज गर्ने प्रक्रियालाई ब्रेक लगाइदियो र कर्मचारीहरूको संवैधानिक अधिकारको रक्षा गर्यो। तर कथा यतिमै सकिँदैन। अब हेरौं 2 जना न्यायाधीशहरूको फरक मतलाई। न्यायालयको एउटा सुन्दर पक्ष भनेकै फरक मतको सम्मान हुनु हो। न्यायाधीशद्वय विनोद शर्मा र शारङ्गा सुवेदीले यो अन्तरिम आदेश दिन सिधै अस्वीकार गर्नुभयो। यहाँनिर एउटा स्वाभाविक प्रश्न उठ्छ नि, एउटै संविधान हेरिरहेका संवैधानिक इजलासका न्यायाधीशहरूबीच किन यति ठूलो राय बाजियो त? जहाँ बहुमत पक्षले मौलिक हक हनन हुन नदिन तत्काल आदेश दिनुपर्ने देखियो, त्यहाँ अर्को पक्षको ध्यान भने अधिकारमा मात्र नभई राज्यका अङ्गहरूको क्षेत्राधिकार र कानुनी प्रक्रियामा पनि केन्द्रित थियो।
अल्पमतको तर्कको चुरो कुरो यही भनाइमा लुकेको छ, अध्यादेशको परीक्षण सङ्घीय संसदमा हुनुपर्छ। उहाँहरूको मान्यता के थियो भने संविधानको धारा 114 अनुसार राष्ट्रपतिबाट जारी भएको अध्यादेश ऐन सरह नै लागू हुन्छ। वैशाख 28 गतेदेखि त सङ्घीय संसदको अधिवेशन नै बोलाइसकिएको अवस्था थियो। संसदले यसलाई स्वीकार गर्ने वा नगर्ने भन्ने प्रक्रिया बाँकी नै रहेकाले र तत्कालै अपूरणीय क्षति पुग्ने अवस्था नदेखेपछि उहाँहरूले एकपक्षीय रूपमा सरकारको कदम रोक्न उपयुक्त मान्नु भएन। यी दुवै न्यायिक दृष्टिकोणलाई एकचरी सँगै राखेर हेरौँ। एकातिर 3 जना न्यायाधीशहरू हुनुहुन्छ जसको मुख्य चासो मौलिक हकको तत्काल संरक्षण गर्ने र युनियनहरूलाई अपूरणीय क्षतिबाट जोगाउने थियो। त्यसैले उहाँहरूले अध्यादेश कार्यान्वयन रोक्नुभयो। अर्कोतिर 2 जना न्यायाधीशहरू हुनुहुन्छ जसले संसदीय प्रक्रियाको सम्मान गर्नुपर्ने, अध्यादेशको कानूनी बललाई मान्यता दिनुपर्ने र दुवै पक्षको कुरा नसुनी एकपक्षीय आदेश दिन नहुने अडान राख्नुभयो। यहाँ कुनै राजनीति छैन, हामीले विशुद्ध कानूनी र संवैधानिक व्याख्याका 2वटा बलिया पाटोहरू देखिरहेका छौं। अब लागौं अन्तिम खण्डतर्फ। अबको कानूनी बाटो के हुन्छ त? बहुमतको आदेशले तत्काललाई युनियनहरू जोगिए पनि यो लडाईँको अन्त्य पक्कै होइन। आदेश दिने कुरामा मतभेद भए पनि एउटा कुरामा भने 5 जना न्यायाधीशहरू पूर्ण रूपमा एकमत हुनुहुन्थ्यो। आगामी कदमहरू सबैले सर्वसम्मत रूपमै तय गर्नुभएको छ। पहिलो, सरकारले यो अध्यादेश किन ल्याउनु पर्यो भनेर 7 दिनभित्र लिखित जवाफ पेश गर्नुपर्नेछ। दोस्रो, यो अल्पकालीन आदेशलाई निरन्तरता दिने कि नदिने भनेर अन्तिम टुङ्गो लगाउन अदालतले जेठ 6 गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। अब यहाँनेर एउटा निकै गहिरो प्रश्न उब्जिन्छ। कार्यकारिणीको काम छिटो छरितो गर्ने चाहना र नागरिकका संवैधानिक सुरक्षाहरू बीचको सन्तुलन आखिर कहाँनेर छ? सरकार द्रुत निर्णय गरेर प्रशासन चुस्त बनाउन खोजिरहेको छ, तर न्यायालय कुनै पनि कदमले मौलिक अधिकार नकुण्ठियोस् भनेर सचेत छ। जेठ 6 गतेको सुनवाईले पक्कै पनि यो सन्तुलनको नयाँ मापदण्ड तय गर्नेछ। यो कानूनी लडाईँले कुन मोड लिन्छ त्यो त आउने दिनहरूले नै बताउनेछन्। आजको यस विश्लेषणबाट यो महत्त्वपूर्ण विषय अझ प्रष्ट भयो होला भन्ने आशा छ। अध्ययन गर्दै गरौँ।